नमस्ते। राष्ट्रिय वाणिज्य बैङ्क तह 4 को प्रथम पत्र बैङ्किङ लेखा तथा सूचना प्रविधि अन्तर्गत समूहको बैङ्किङ छ। सोको युनिट 8मा कर्जा लगानी र यसका सिद्धान्तहरू भन्ने छ। यसको महत्त्वपूर्ण विषयवस्तुहरू कर्जाको परिचय। बैङ्क तथा वित्तीय संस्थाले अर्थतन्त्रको बचत क्षेत्रबाट रकम सङ्कलन गरी सो रकम कर्जाका रूपमा विभिन्न क्षेत्रमा लगानी गर्दछ। उक्त रकम सङ्कलन, सेयर, ऋणपत्र निष्कासन तथा निक्षेप सङ्कलनबाट गर्न सकिन्छ। कर्जा लगानी बैङ्क तथा वित्तीय संस्थाको लाभ आर्जन गर्ने प्राथमिक तथा महत्त्वपूर्ण स्रोत हो। बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 अनुसार कर्जा भन्नाले बैङ्क तथा वित्तीय संस्थाले व्यक्ति, फर्म, कम्पनी वा अन्य व्यावसायिक प्रतिष्ठानलाई निश्चित समयावधिभित्र सामा, ब्याज वा अन्य दस्तुर बुझाउने गरी प्रवाह गरिएको रकम, प्रत्यक्ष वा अप्रत्यक्ष प्रत्याभूति, कर्जाको ब्याज वा अन्य दस्तुर, पुनर्कर्जा, कर्जाको पुनर्संरचना र नवीकरण, कर्जा चुक्ताको लागि जारी गरिएको जमानी तथा अन्य वचनबद्धता सम्झाउनुपर्छ। सो शब्दले राष्ट्र बैङ्कले सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको कुनै पनि किसिमको ऋण समेतलाई जनाउँदछ भनेको छ। कर्जाका प्रमुख प्रकारहरूमा लाइन अफ क्रेडिट, आवधिक कर्जा, होइन, रिभल्भिङ कर्जाहरू, ब्रिज कर्जा, सम्पत्तिमा आधारित कर्जा, लिजिङ कर्जा। नेपालमा प्रचलित कर्जाका प्रकारहरूमा घर कर्जा, सहरी साधन कर्जा, कृषि उत्पादन कर्जा, व्यावसायिक कर्जा, व्यापार कर्जा, होइन, व्यावसायिक कर्जा, हायर पर्चेज कर्जा, सुन धितो कर्जा, अधिविकर्षण कर्जा, शिक्षा कर्जा, सेयर धितो कर्जा, वैदेशिक रोजगार कर्जा, घरयासी कर्जा, मुद्दती निक्षेप तथा सरकारी ऋणपत्रको सुरक्षण कर्जा, परियोजना कर्जा। कर्जा लगानीका सिद्धान्तहरू। बैङ्क तथा वित्तीय संस्थाले आफूसँग भएको पुँजी, कोष तथा निक्षेप दायित्वलाई प्रभावकारी रूपमा लगानी गर्न सामान्यतया निम्न कर्जा सम्बन्धी सिद्धान्त अवलम्बन गर्न सक्दछन्। 1मा तरलताको सिद्धान्त। तरलता भन्नाले कुनै पनि संस्थाको अल्पकालीन दायित्व भुक्तानी गर्न सक्ने क्षमतालाई बुझिन्छ। निक्षेपकर्ताको हितको संरक्षण बैङ्क तथा वित्तीय संस्थाको प्रमुख दायित्व हो। 2मा सुरक्षाको सिद्धान्त। बैङ्क तथा वित्तीय संस्थाले निक्षेपकर्ता तथा सेयर होल्डरबाट सङ्कलित रकमलाई कर्जाको रूपमा प्रवाह गर्ने हुँदा बैङ्कले लगानी गर्दा सुरक्षाको सिद्धान्तलाई ध्यान दिनुपर्छ। 3मा मुनाफाको सिद्धान्त। बैङ्क तथा वित्तीय संस्थाहरू मुनाफामुखी संस्थाहरू हुन्। यिनको प्रमुख उद्देश्य वित्तीय उपकरण तथा वित्तीय सेवा प्रदान गरी अधिकतम मुनाफा आर्जन गर्नु हो। लगानी योग्य पुँजी सङ्कलन गर्दा बैङ्कले निश्चित लागत रकम तिर्नुपर्ने हुन्छ। 4मा विविधीकरणको सिद्धान्त। विविधीकरणको सिद्धान्त उल्लेखित तरलता, सुरक्षा र सृजनालाई मुनाफाको सिद्धान्तलाई समायोजित गर्ने प्रमुख सिद्धान्त हो। यसले लगानीका यसले लगानी यसले लगानीमा विविधीकरणलाई महत्त्व दिन्छ। 5मा स्थिरताको सिद्धान्त। स्थिरताको सिद्धान्तले बैङ्क तथा वित्तीय संस्थाले सेयर तथा डिबेन्चरहरूमा लगानी गर्दा मूल्यमा स्थिरता कायम हुन सक्ने धितोपत्र हेरी लगानी गर्छ। 6मा सामाजिक दायित्व र राष्ट्रिय हितको सिद्धान्त। समाज तथा राष्ट्रको आर्थिक विकासमा बैङ्क तथा वित्तीय संस्थाको भूमिका अपरिहार्य हुन्छ। सरकारी तौरबाट निर्मित वित्तीय संस्थाको वित्तीय योजनाको स्थानीय तहमा कार्यान्वयन बैङ्क तथा वित्तीय संस्थाबाट हुन्छ। अर्को टपिक छ कर्जा लगानीका आधारहरू। वाणिज्य बैङ्कहरूले विभिन्न आधारहरू लिएर कर्जा लगानी गरेको पाइन्छ। यी आधारहरू निम्न छन्। 1मा छ परियोजना अध्ययन। परियोजना अध्ययनमा के छ? परियोजनाको संक्षिप्त झलक, बजारीकरण, प्राविधिक पक्ष, व्यवस्थापन पक्ष, सामाजिक तथा वातावरणीय पक्ष र आर्थिक पक्ष। दोस्रोमा छ धितो सुरक्षण, अचल सम्पत्ति, सुन चाँदी, मेसिन तथा अन्य सम्पत्ति, परियोजना तथा वस्तुहरू र कागजात। 3मा छ कर्जा ग्राहकको अवस्था। 4मा साख सूचना सङ्कलन। 5मा छ राष्ट्रिय अर्थनीति र व्यवसायको अवस्था पहिचान।
व्यवसायको अवस्था पहिचान, 6मा छ पुँजीको स्रोत र 7मा छ विकासमूलक अवधारणा। कर्जा लगानी पूर्व ध्यान दिनुपर्ने कुराहरू अथवा कारक तत्त्व भने पनि सिद्धान्त भने पनि है, कर्जा लगानी गर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरूमा कमा छ ऋणीका 5C प्रिन्सिपल। 5C प्रिन्सिपल अन्तर्गत क्यारेक्टर चरित्र, ऋणीको पारिवारिक, सामाजिक, नैतिक, व्यावहारिक र आर्थिक चरित्र कस्तो छ ध्यान दिने। आमा क्यापिटल पुँजी, ऋणीको पुँजी लगानीको अवस्था कस्तो छ, 100%मा कम्तीमा ग्राहकले 30% लगानी गर्नुपर्ने हुन्छ। यीमा छ धितो कोलाट्रल, यदि ऋणी सही तरिकाले उठ्न नसकेमा बजारमा असुलोपर हुन्छ कि हुँदैन र धितो राखेको सम्पत्ति बजारमा सजिलै बिक्री हुन्छ कि हुँदैन भन्ने कुरा ध्यान दिनुपर्छ। यीमा क्षमता क्यापासिटी, व्यवसाय सञ्चालन गर्नको लागि ऋणीको क्षमता छ कि छैन भनेर पनि हेर्नुपर्छ। उमा छ कम्पिटिसन, प्रतिस्पर्धा, कम्पिटिसन प्रतिस्पर्धा, जुन व्यवसाय गर्नको लागि ऋणीले ऋण लिएको छ त्यसको त्यो व्यवसायमा प्रतिस्पर्धा कस्तो छ ध्यान दिनुपर्दछ। बढी प्रतिस्पर्धा अ, भएको क्षेत्रमा ऋण दिनु हुँदैन। खमा छ कर्जाको सिद्धान्त। कर्जाको सिद्धान्त अन्तर्गत अ, सुरक्षाको सिद्धान्त, नाफाको सिद्धान्त, तरलताको सिद्धान्त, जोखिम विविधताको सिद्धान्त, बजारको सिद्धान्त, होइन, सम्भाव्यताको सिद्धान्त। गमा छ परियोजनाको अध्ययन। परियोजनाको अध्ययनमा परियोजनाको व्यवस्थापन पक्ष, परियोजनाको प्राविधिक पक्ष, परियोजनाको बजार पक्ष, परियोजनाको वित्तीय पक्ष र सुरक्षा पक्ष, परियोजनाको सुरक्षण पक्ष। अर्को टपिक छ राष्ट्रिय वाणिज्य बैङ्कले प्रदान गरिरहेका कर्जा तथा सापटहरू के छन् भन्दा राष्ट्रिय वाणिज्य बैङ्कले ग्राहकको माग तथा आवश्यकता अनुसारको प्रयोजनको लागि विभिन्न वर्ग, क्षेत्र र समुदायका नागरिकहरूलाई लक्षित गरी निम्न अनुसारका कर्जा तथा सापट उपलब्ध गराउने गरेको छ। एमा बिजनेस लोन, व्यावसायिक लोनमा, फाउन्डेड लोनमा ओभरड्राफ्ट, हाइपोथिकेसन लोन, होइन, प्लेज लोन, ट्रिम लोन, प्रोजेक्ट लोन, ट्रस्ट रिसिप्ट लोन, एक्सपोर्ट लोन, होइन, बिल पर्चेज, क्लिन बिल, होइन, कन्ज्युम्सन लोन, लोन फर इन्फ्रास्ट्रक्चर एन्ड बीमा छ नन फन्डेड लोनमा लेटर अफ क्रेडिट, ब्याङ्क ग्यारेन्टी। बीमा छ रिटेल लोनमा हाउसिङ लोन, भेहिकल लोन, होइन, एपार्टमेन्ट लोन, हायर पर्चेज लोन, एजुकेसनल लोन, लोन फर एडजस्टेड गोल्ड, लोन एडजस्ट द गभर्मेन्ट बान्ड, लोन एडजस्ट सेयर, लोन एडजस्टेन्ट फिक्स डिपोजिट रिसिप्ट, राष्ट्र सेवक लोन, लोन एडजस्ट द फर्स्ट क्लास ब्याङ्क ग्यारेन्टी, टिचर्स लोन, पर्सनल लोन एट्सेट्रा। त्यसै गरी सीमा छ एग्रिकल्चर लोनमा एग्रोनोमी, लाइफ स्टक, होइन, अनि सीमा होर्टिकल्चर, फ्लोरिकल्चर, एग्रिकल्चर, फिस फार्मिङ एन्ड बी फार्मिङ। त्यस्तै गरी वाणिज्य बैङ्कले कर्जा प्रवाह गर्नुको मुख्य कारणहरूमा एकमा छ ब्याज आम्दानी आर्जन गर्न, दुईमा छ बैङ्कमा रहेको निक्षेपलाई उचित रूपले परिचालन गर्न, तिनमा बैङ्किङ व्यवसायलाई दिगो, भरपर्दो र चलायमान बनाउन, चारमा छ आम्दानीको माध्यमबाट बैङ्कको पुँजी कोषको सुदृढीकरण गर्न, पाँचमा कर्जा प्रवाहमा नियामक निकायको वैधानिक व्यवस्था लागू गर्न, अ, छमा छ वित्तीय 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 क्षेत्रका लगानीकर्ताहरूलाई लगानीको प्रतिफल प्रदान गर्न, सातमा छ अर्थतन्त्रको आर्थिक स्वामित्व तथा दिगो विकासको लागि, आठमा छ कृषि, औद्योगिक, व्यापार तथा व्यक्तिगत रूपमा आइपर्ने आर्थिक समस्याहरूलाई समाधान गर्न, नौमा छ अर्थतन्त्रको समग्र निकासालाई सम्बोधन गर्न, दसमा छ कर्जा प्रवाहको माध्यमबाट विभिन्न व्यापारिक व्यवसायलाई दीर्घजीवी बनाउनुका साथै ठुला साना उद्योगहरूलाई स्थापनाको लागि आवश्यक पुँजी उपलब्ध गराउन, एघारमा छ व्यापार व्यवसायको लागि आवश्यक पर्ने क्रियाशील पुँजी उपलब्ध गराउन, बाह्रमा छ कस्टमर टु कस्टमर बिजनेसलाई प्रवर्धन गरी अर्थतन्त्रमा उत्पादन रोजगारी वृद्धि गरी सर्वसाधारणको जीवनस्तरमा सुधार गर्न। हवस् त, धन्यवाद।